यो ठाउँमा आएर तपाईँले केरा किन्नुहुन्छ भने 50 रुपियाँ जोडी 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 यहाँ चाहिँ महँगो पर्दो रहेछ साथीहरू बल्ल बल्ल भेटायो पसल पनि नभेटाइने रहेछ नमस्कार साथीहरू आफ्टर अ लङ टाइम हामी भिडियो खिच्दैछौँ कतै जाँदैछौँ भ्लग बनाउँदैछौँ र आजको हाम्रो धेरै दिन पछाडि हाम्रो लामो ग्याप भयो अनि त्यही भएर हामी चाहिँ लामो ग्याप भयो यस्तरी त हुँदैन भनेर भगवान्लाई माफी माग्नुपर्छ तपाईँहरूलाई माफी माग्नुपर्छ भनेर हामी चाहिँ आज दक्षिणकाली जाँदैछौँ माफ माग्नलाई अनि अब मैले मेरो चाहिँ गाइड एजरले जहिले हो होइन यो लालीपुर गर्दैछु अहिले चाहिँ हामी छौँ ठ्याक्कै काठमाडौँ मल अगाडि अब घरबाट आएको गरेको किन देखाइरहनु सधैँभरि एउटै भ्यू हो होइन त्यही भएर आज चाहिँ हामी सिधै टु दि पोइन्ट यहाँबाट बसमा छौँ अब दक्षिणकाली लागि हामी गयौँ होइन अब हामी तपाईँहरूलाई प्राइसहरू के यताउता एभ्रिथिङ खुलाउनेछौँ हो ल अब हामी यहाँबाट सिधै दक्षिणकाली पुग्छौँ दक्षिणकालीबाट चाहिँ साथीहरू कहिले पनि माइक्रो पाइँदैन है जहिले पनि गाडी नै हो है अनि आज हामी यहाँबाट सिधै दक्षिणकाली पुग्छौँ र बिचमा केही पनि किन देखाएन भन्दाखेरि तपाईँहरू पनि आउनु यही बस चढ्नु तपाईँहरू पनि केही देख्नुहुन्न त्यही नन्ने मन्ने हुन्छ ठाउँको नाम मलाई पनि थाहा छैन तपाईँहरूलाई पनि थाहा छैन होला मेबी त्यसैले ल धेरै हल्ला नगरौँ अब भेटौँ हेलो साथीहरू अहिले हामी आइपुगेका छौँ दक्षिणकाली मन्दिर यही गाडीमा पछाडिको गाडीमा आएको तर मैले यता फेरि किन बोलेँ भन्दाखेरि म कालो हात त्यही भएर मेरो मायाहरूलाई चाहिँ जहाँ नि मोबाइल चलाउनु चाहिँ पर्छ होइन साथीहरू इम्पोर्टेन्ट मेसेज आउँदैछ अरे कि त्यही भएर फुल राखेको ल जाउँ अब हामी जाँदैछौँ साथीहरू हामीलाई चाहिँ फलफुल ल्याउन बिर्स्यौँ होइन किनकि एकदमै झन् त्यहाँ मलाई फलफुल भने कस्तो सम्झिराखेको थियो र पनि बिर्सेँ क्या अब जुन फर्स्ट पसल भेटिन्छ त्यसैमा किन्ने तर हामीले अरू सामानहरू चाहिँ घरबाटै बोकेर ल्याएका छौँ किनकि हामी यस्तै कुरामा मान्यता राख्छौँ बाहिर किनेर महँगो पैसा किन खर्च गर्नु ल अब हेर्नुहोस् भ्यू पछाडिपट्टिको देखाउनु यस परेवा हो रे हो रे हो मागा त छैन होला नि तपाईँहरूलाई याद भएको यो ढोकामा यहाँनिर हामीले केरा किन्यौँ केरा र फुल किन्यौँ अरू चाहिँ छ होइन केरा र फुल चाहिँ किन्यौँ अरू थोकै छ आज पानी परेर सिजन है त्यही मैले बङ्सरै खुलाएन अनि के अरे पसल पनि अलिक थोरै छ आज जाडो भएर होला र रमाइलो कुरो यो ठाउँमा आएर तपाईँले केरा किन्नुहुन्छ भने 50 रुपियाँ जोडी 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 यहाँ चाहिँ महँगो पर्दो रहेछ साथीहरू बल्ल बल्ल भेटायो पसल पनि नभेटाइने रहेछ ल जाउँ 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 सकेर उद्या रहेछ निकालेर त्यो थैलो रहेछ थैलोमा 5 रुपियाँ रहेछ झिका बनाउने हो भन त पूजा सरगम कहाँ बनाउने तलै यहाँनिर छ ढुङ्गे धारा सुक 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 पानी चाहिँ आएको छैन ढुङ्गे धारा चाहिँ यो हो अनि यहाँ चाहिँ पानी आएको है यो ढुङ्गे धारा यो ढुङ्गे मन ढुङ्गा जस्तै मन भए कि मेरी प्यारी मालु ल जुत्ता खोल्ने चाहिँ उता अगाडि छ मन्दिर यहाँभित्र छ अनि उता बोकासोका काट्ने ठाउँ यता छ अनि यसो फोटो खिच्ने ठाउँ त्यहाँ छ दक्षिणकालीमा माताको जय लेखेको त्यहाँ छ अनि पूजा शारदम बनाएको यहाँ छ मलाई टपरी गाँच्न चाहिँ आउँदैन साथीहरू आउँदैन त्यो त मलाई सबैलाई थाहा छ त्यो मान्छेले देख्ने बित्तिकै थाहा पाउँछन् भन्ने चाहिँ मलाई लाग्छ के त्यो चाहिँ हाम्रो घरको हो सबै थियो छैन फुल थिएन घरमा यही भएर ल्याउनु पऱ्यो ल्याएँ मैले जे जाने जस्तो जस्तो जाने त्यही अनुसार चाहिँ गरेँ म जस्तो जान्दछु त्यस्तै गर्दछु जस्तो खान्छु त्यस्तै खुवाउँदछु भनेर चाहिँ कहाँ लेखाएको थियो म जस्तो खान्छु त्यस्तै खुवाउँछु भनेर कहाँ लेखाएको थियो बसती प्रसादको त्यो उसमा लेखाएको थियो दुइटा यहीँ चढाइदिउँ है होइन होइन एउटा माथि एउटा तल कहाँ माथि माताको मन्दिर त्यसमा फुल राख्नु पऱ्यो अनि गौतम यहाँ केरा लडिसक्यो पूजा सार्छौँ यो हामी अनि भर्खर खोल्यौँ जुत्ता र हामी छिर्दैछौँ यो ढोकाबाट त्यहाँ त हात दोहोऱ्याउनु कहाँ अलिकति ल म राम्रो मान्छेको त केही खिच्नु एउटा एभरग्रिन राम्रो
अब मैले चाहिँ हात धोइनँ साथीहरू किनकि मैले जुत्ता खोलेकै होइन मेरो खोलिदिनु भएको हो त्यही भएर उहाँ अब आउनुभयो हात धोएर ल अब चाहिँ हामी भित्र चाहिँ खिच्न पाइँदैन उयो बाहिरतिर यसो अब जहाँसम्म खिच्न पाइन्छ हामी त्यहाँसम्म मात्रै खिच्छौँ ल किन भित्र खिच्न पाइँदैन जस्तो लाग्छ मलाई यसैलाई को फोन गर्छ फेरि साथीहरू अब हामी चाहिँ भित्र ढोकेर आयौँ भनेर बत्ती बाल्दैछौँ बत्ती बाल्ने प्रोसेस हुँदैछ हामी यता म पनि ढोकौँ अनि यसलाई यहाँ लगाएर राख्दिनँ यसलाई सबैजनाले बत्ती चढाएकोहरू यहाँ राख्नुभएको छ हाम्रो पनि राख्यौँ अब चाहिँ हाम्रो दर्शन सक्यो हामी यहाँ आइपुग्यौँ बुढीले भर्खर भनिसक्नुभयो होला त्यही चिज होइन अब चाहिँ हामी फोटो खिच्छौँ ल ठ्याक्कै यहाँभित्र हामीले दर्शन गऱ्यौँ र यो बाटो यता आयौँ हाम्रो पछाडि छ दक्षिण काली माता कि जय ठाउँ त्यस पछाडि दक्षिण काली माताको मूर्ति हेर्न मन लाग्छ भने चाहिँ त्यहाँ माथि चाहिँ हेर्न मिल्छ म देखाउँछु त यस्तो यसो घुमाएर भित्र खिच्न पाइँदैन यहीँ दर्शन गर्नु ल बेसी खिच्यो भने त फेरि पाप लाग्छ नि त यो मान्छेलाई चाहिँ कसलाई के धन्न यो मान्छेलाई फोटो खिच्नको धन्न अनि त्यसपछि ऐना हेर्नको धन्न ल ऐना ल भयो मन्दिर दर्शन गऱ्यौँ फोटो भिडियोहरू पनि सबै खिच्यौँ टिकटकरमा पनि हामी हाल्छौँ हेर्नु होला अब हामीले दक्षिण कालीको दर्शन सक्यो अब यहाँबाट माताको मन्दिर यहाँको बेलामा चाहिँ माथि मन्दिर जानु चाहिँ नछुटाउनु होला कहिले पनि होइन त्यहाँ जानको लागि चाहिँ हामी अब त्यहाँबाट जुत्ता लाउँछौँ र त्यतैबाट बाटो छ माताको मन्दिर दर्शन गरेर यहाँनिर जुत्ता खोलेर लगाएर अब चाहिँ हामी यो घन्टी बाँधेको यो बाटो सरसर जानुपर्ने हुन्छ र यहाँबाट यता गइसकेपछि तपाईँलाई झुक्किनुहुन्छ होला भनेर माताको मन्दिर जाने बाटो भनेर नि यहाँ कहाँ लेखाएको छ उयो लेखाएको छ यहाँ लेखाएको छ अब यो बाटो भनेअनुसार यहाँबाट माथि सुर जाने र यहाँ दक्षिण काली आएर पिकनिक मनाउने ठाउँ चाहिँ त्यहाँ हो र अघि हामी देखाएको बाटो आइसकेपछि जाने चाहिँ यताबाट अब एउटा खुटुङ हामी जानुपर्ने हुन्छ अघि देखाएको बाटो छुइँ आएपछि यहाँ जुत्ता राख्ने यहाँबाट मन्दिर जाने जय शम्भ प्रभु रक्षा गर्नुहोस् प्रभु ल मन्दिर चाहिँ यही हो भित्र जान पाइन्छ तर भित्र फोटो खिच्न पाइँदैन सर त यहीँबाट दर्शन गर्नु होला भित्र माताको चाहिँ मूर्ति यस्तो छ होइन अब यसको बाँकी डिटेल चाहिँ म एकछिन बनाउँला ल यहाँबाट देखिने भ्यू चाहिँ यस्तो हो ल हाम्रो माताको दर्शन पनि सकियो बाई बाई साथीहरू ल यति भन्दै हामी बाई बाई भन्न चाहन्छौँ बाई बाई